नयाँ जेनेरेसनमा बालेन शाह अलि बढी चर्चित छन्। उनी कस्तो नेता लाग्छ तपाईलाई? मलाई कसैकोलाई कसै के पनि लाग्दैन के। मलाई त्यस्तो कुराहरू नसोध्नु हैन। मलाई बालेन शाह कस्तो छ मैले उसँग कुराकानी गरेको भए हैन, उसँग काम गरेको भए पो यस्तो छ उस्तो छ भने। तपाईको भेटै भएको छैन? भेट एक पटक भेट भएको छ, त्यति हो। अरु पटक भेट भएको क्या बात है? रवि लामिछानेसँग भेट भएको छ कि छैन? उसँग पनि एक दुई पटक भेट भयो होला। कस्तो लाग्छ? त्यो कुराहरू मलाई कसैले त्यस्तो कुराहरू सोध्ने हैन। त्यस्तो कुराहरू सोध्ने हैन। त्यो चाहिँ मलाई यस्तो लाग्छ उस्तो लाग्छ भन्न म भन्दैन। मैले चाहिँ सूक्ष्म रूपमा को मान्छेले कस्तो काम गरेछ त्यो कुरा चाहिँ हेर्छु। अब त्यो चाहिँ भविष्यले बताउने कुरा हो। आफ्नो प्रधानमन्त्रीको बारेमा भन्नुहुन्छ कि भन्नुहुन्न? सुशीला कार्की कस्तो हुन्छ भनेर? त्यो पनि भन्दैन। किनभने कोहीसँग पनि म चाहिँ घुलमिल भएकै छैन। चाहे सुशीला कार्कीजी हुनुहुन्थ्यो, चाहे चाहिँ बालेन, चाहे चाहिँ अब हर्क समाङ, चाहे चाहिँ कुलमान। काम चाहिँ कस्तो हो भने उनीहरूको आफ्नो आफ्नो काम छ। मेरो आफ्नो उनीहरूको भनौँ न धन्दा, उनीहरूको चाहिँ के अरे उनीहरूको चाहिँ भनौँ न मनस्थिति कता छ, मेरो आफ्नो मनस्थिति कता छ। अनि मैले चाहिँ अर्काको कि कसरी टिका टिप्पणी गर्छु? म कसैको पनि टिका टिप्पणी चाहिँ म गर्दिन। कसैको पनि टिप्पणी साम्पाङको काम गर्ने शैली चाहिँ मन पर्छ कि? अब मन केही पर्छ, मन पर्दैन पनि म भन्दिनँ।